कि 200 को एनएस र 350 को बुलेटको एकचोटि रेस भयो भने कसले जित्छ होला त? अभियसली एनएस 200 ले जित्छ। 350 को बाइकलाई 200 को बाइकले यति सजिलै नै कसरी जित्छ त? किनकि यो दुईटा बाइकमा दुईटा अलग अलग टाइपको इन्जिन युज भएको हुन्छ र यो दुईटा अलग अलग इन्जिनको क्यारेक्टर पनि त्यति नै धेरै फरक हुन्छ। जस्तै एनएस 200 मा सर्ट स्ट्रोक इन्जिन युज भएको हुन्छ र बुलेट 350 मा चाहिँ लङ स्ट्रोक इन्जिन युज भएको हुन्छ। अब यो फेरि सर्ट स्ट्रोक इन्जिन र लङ स्ट्रोक इन्जिन भनेको चाहिँ के हो त? जस्तै इन्जिन सिलिन्डरको लेन्थलाई भनिन्छ स्ट्रोक र त्यसको डायमिटरलाई चाहिँ बोर भनिन्छ। कुनै इन्जिनको स्ट्रोक लेन्थ चाहिँ बोर भन्दा सानो छ भने त्यसलाई चाहिँ सर्ट स्ट्रोक इन्जिन भनिन्छ। सर्ट स्ट्रोक इन्जिनमा स्ट्रोक लेन्थ बोर भन्दा सानो हुन्छ र त्यस कारणले इन्जिन चाहिँ फास्ट रेभ गर्न सक्छ। जस्तै यो स्ट्रोक लेन्थ सानो भएपछि बोर चाहिँ ठुलो हुन्छ सर्ट स्ट्रोक इन्जिनमा, अनि त्यसपछि त्यो स्ट्रोक लेन्थ सानो हुँदाखेरि यो फास्ट अप एन्ड डाउन मुभ गर्न सक्छ। त्यस कारणले यो इन्जिन अलिकति बढी हायर आरपिएममा गएर बढी पावर जेनेरेट गर्न सक्छ र यो स्ट्रोक लेन्थ चाहिँ सानो भएको कारण यो इन्जिनहरूले टर्क चाहिँ खासै त्यति प्रड्युस गर्न सक्दैन र यस्तो टाइपको इन्जिनलाई मोस्टली हायर रेभिङ इन्जिन पनि भनिन्छ। र यसको अपोजिट हुन्छ लङ स्ट्रोक इन्जिन। लङ स्ट्रोक इन्जिनमा चाहिँ यसको स्ट्रोकको लेन्थ बोरको साइज भन्दा ठुलो हुन्छ, त्यस कारणले यो चाहिँ फास्ट अप एन्ड डाउन मुभ गर्न सक्दैन। त्यस कारणले यो चाहिँ लोअर आरपिएममा नै लिमिट हुन्छ र यो हायर आरपिएममा गएर बढी पावर प्रोड्युस गर्न नसके पनि यसले चाहिँ लोअर आरपिएममा बढी ट्राभल गर्ने भएको भएर यसले चाहिँ अलिकति बढी टर्क चाहिँ प्रोड्युस गर्न सक्छ। सर्ट स्ट्रोक इन्जिनलाई मोस्टली लाइट वेट र स्पोर्ट्स बाइकहरुमा युज गरिन्छ किनकि यसको टप एन्ड पावर चाहिँ एकदमै राम्रो हुन्छ। यो हायर स्पिडमा जान सक्छ, हायर आरपिएममा रेभ भएर। र लङ स्ट्रोक इन्जिन चाहिँ मोस्टली हेभी क्रुजिङ र टुरिङ बाइकहरुमा युज हुन्छ किनकि लङ स्ट्रोक इन्जिनको इनिशियल टर्क अलिकति बढी राम्रो हुन्छ, त्यसैले यसले हेभी बाइकहरुलाई मजाले पुल गर्न सक्छ र लङ क्रुजिङमा लङ टुरिङमा यसले कन्स्ट्यान्टली पावर डेलिभर गर्न सक्छ। र सर्ट स्ट्रोक इन्जिनको हिट डिफिसियन्सी पनि त्यति खासै राम्रो हुँदैन, त्यसैले यसलाई चाहिँ मोस्टली लिक्विड कुल इन्जिनहरु चाहिएको हुन्छ र लङ स्ट्रोक इन्जिन चाहिँ त्यति धेरै हिट हुँदैन, त्यसैले यसलाई एयर कुल अथवा ओइल कुल इन्जिनसम्म लिमिट गरेर राख्न पनि सकिन्छ। र आयो रेसको कुरा। एनएस 200 मा चाहिँ सर्ट स्ट्रोक इन्जिन छ जसले टप एन्ड पावर राम्रो प्रोड्युस गर्छ र बुलेट 350 मा चाहिँ लङ स्ट्रोक इन्जिन छ जसले चाहिँ इनिशियल टर्क इनिशियल पुल चाहिँ राम्रो प्रोड्युस गर्न सक्छ। त्यसैले ड्र्याग रेसमा एनएस 200 ले त्यसको सर्ट स्ट्रोक इन्जिनको एडभान्टेजले उसले मजाले टप एन्डमा बुलेट 350 लाई चाहिँ जित्न सक्छ। अरे क्या करूं मैं इसका, क्या करूं इसका, क्या करूं? मार भी नहीं सकता, प्यार जो करता है मुझसे। क्या हो रहा है इधर? क्या मुजरा हो रहा है इधर?